थ्याङ्क यू सो मच। मैले यो 3 लाइनभन्दा बाहेक अरू तपाईँहरूलाई केही पनि दिन सकिनँ। सो केही वर्ष अगाडिसम्म म स्कुलमा पढ्दाखेरि सरले उठ भनेर बोल्नु लगाउँदाखेरि थरथर काम्ने मान्छे आज क्यामेराको अगाडि आएर यति धेरै मान्छेको अगाडि फरर बोल्न सक्ने भएको छु। डेली म 500देखि 1000जनाको अगाडि गएर बोल्न सक्ने भएको छु। मैले डेली अङ्कल आन्टी र दिदी बहिनीको साइनो भेटाएको छु। सो योभन्दा खुसीको कुरा मलाई किन हुन सक्छ र। आज मेरो 2टा युट्युब च्यानलमा गरेर कम्तीमा पनि 40,000 भन्दा माथि मेरो मसँग जोडिएको छ र उहाँहरूले मलाई साथ दिनुभएको छ। थ्याङ्क यू सो मच सबैजनाले मलाई यत्रो हिम्मत दिनुभएको। अनि आएको त्यो लाइक्स र कमेन्टले मेरो झन् हौसला बढ्छ। अनि टक्क मोबाइलको क्यामेरा भयो भने उठाएर चाहिँ फेरि बोल्ने प्रयास गर्छु। 2025मा मलाई साथ छोडेर जानेहरूले त गए, तर साथ दिनेहरूले धेरै राम्रो साथ दिए। थ्याङ्क यू सो मच अल अफ यु सबजनालाई चाहिँ ह्याप्पी न्यू इयर।